नगरपालिका 2 डिङ्गामा प्रशान्त थापाले सुरुमा केही बिरुवा मात्रै रोपे। सबैलाई लाग्यो यो फल फल्ला र, तर उनले हिम्मत हारेनन्। माटोमा विश्वास गरे, परिश्रम गरे। केही समयपछि बारीमा रातामे फल टाँसिए। गाउँभर चर्चा फैलियो, प्रशान्तको बारीमा नयाँ फल फलेको छ रे। अब गाउँका बुढाबुढी केटाकेटी सबै हेर्न आउँछन्। कोही स्वाद चाख्न आउँछन् त कोही फोटो भिडियो खिच्न। प्रशान्त थापाको परिवार भन्छन्, यो वर्ष 50,000 भन्दा बढी बेचिसकेको छु। अझै बारीमा फल्न बाँकी छ। हरेक 2 हप्तामा टिप्न पाइन्छ। सुनौ उहाँका कुरा। हुर्क्याउनु पर्यो, उगाउनु पर्यो। 3 वर्ष भए फल्ने चाहिँ 1.5 वर्ष त फल्यो। फर्स्टमा 500 रुपियाँ किलोले फाल्यो। त्यहाँबाट फेरि आजकल त्यही 300-400ले फाल्छ। त्यस्तै भयो होला। 50,000 सम्म भयो। अब 500 रुपियाँ किलोले फालिदिएको त अलि धेरै हुन्थ्यो होला। अनि फाटफोटमा त्यस्तै गर्दा यसरी ठुला ठुला दानाहरू छन्, ठाउँ ठाउँमा पाकिरहेको छ, फलिरहेको छ। उहाँहरू टिपिसक्नु भएको छ, भर्खरै टिप्नु भएको छ। अझै पनि धेरै ठाउँमा फलिरहेको छ। अनि यो टिप्न चाहिँ कति समयपछि टिप्नु पर्दो रहेछ? टिप्ने त लाग्छ 1 महिना लाग्छ पाक्न 1 महिना। एक महिनामा टिपिराख्नु भएको छ? एक हप्तामा टिप्नु भएको छ। वैशाखदेखि फुल्ने सुरु भयो। अनि पाक्ने असारदेखि पाक्न सुरु भयो। अब असोज लागेको पाक्दैछ, अझ फुल्दैछ। उहाँहरूले चाहिँ एक हप्तामा टिप्छु भन्नुभएको छ। यति राम्रोसँग फलेको छ, यति धेरै राम्रोसँग फलिरहेको छ। उहाँहरूले धेरै राम्रो आम्दानी गर्नुभएको छ, अझै गर्नुहुन्छ। उहाँहरूलाई चाहिँ धेरै धेरै शुभकामना छ। अब जाजरकोटको माटोले नयाँ कुरा भनिरहेको छ। यदि आँट र मेहनत छ भने हाम्रो पहाडमै पनि सपनाको फूल फुल्न सक्छ।